यो भिजिबल एप्स हुनको लागि चाहिँ हाम्रो बडी फ्याट पर्सेन्टेज चाहिँ 15 देखि मुनि हुनुपर्छ। 10 देखि मुनि भएन अझै राम्रो हुन्छ है। तर हाम्रो नेपाली खाना त्यस्तै हुन्छ, डेली प्रोटिन अफोर्ड गर्न सक्दैन अनि हाम्रो खाना त्यस्तै कार्बोहाइड्रेट बेस्ड बेसी हुन्छ। त्यही कारणले गर्दा भिजिबल एप्स बनाउनु मुस्किलै पर्छ है। तर पनि हामीले चेस्ट चाहिँ राम्रोसँगले बनाउन सक्छ। जस्तै मेरो पहिला पिजन चेस्ट थियो है, यहाँ अझै पनि हड्डी यो पिजन चेस्टको यो पिजन चेस्ट थियो मेरो। तर अहिले अलिक राम्रो देखिन्छ है चेस्टलाई बनायो भने चाहिँ। अनि अब अहिले सायदै मेरो चेस्ट त्यस्तो राम्रो देख्दै छैन होला है। त्यतिकै हेर्दा छ्या तेरो यो चेस्ट के हो भनेर भन्छ होला। तर मेरो पुरानो फोटोहरू हेर्नुभयो भने चाहिँ तपाईँले डिफ्रेन्स देख्नुहुन्छ है। योहरू हो मेरो पुरानो फोटो अनि यो हेरेर अहिलेको हेर्नु राम्रो सेपमा आएको छ। र जो कोही पनि अब पिजन चेस्ट हुन्छ है, जसको अब छ्या मेरो चेस्ट त जेनेटिकै राम्रो छैन भनेर सोच्छ भने चाहिँ है, तपाईँले वर्कआउट गर्नुभयो भने चाहिँ त्यो चाहिँ फिक्स हुन्छ।